हिजो आजको यो बजार फ्लक्चुएसनले धेरैको मनमा एउटै प्रश्न ल्याएको छ, सुन कि जग्गा। तर मलाई लाग्छ यो बहस नै गलत छ। तर वास्तविक प्रश्न यो होइन पनि। वास्तविक प्रश्न हो 20 वर्षपछि कुन सम्पत्तिको आवश्यकता अझै रहनेछ। उत्तर दिनु अघि 20 या भनौँ 5 देखि 10 वर्षपछि नेपाल कस्तो होला भन्ने एकपटक कल्पना गर्नुहोस्। 20 वर्षपछि तपाईको छोराछोरीले एउटा प्रश्न सोध्छन्, त्यति बेला किन यही सम्पत्ति रोज्नु भएको? के तपाईसँग त्यसको बलियो उत्तर हुनेछ? एकपल्ट इतिहास पल्टाएर हेर्नुहोस्। 100 वर्ष अघि पनि मानिसलाई घाँस, बाँस, कपास चाहिन्थ्यो। यो कुरा 100 वर्ष अघि पनि सत्य थियो, आज पनि सत्य छ र 20 वर्षपछि पनि सत्य नै रहन्छ। तर भविष्यलाई हेरेर एउटा प्रश्न सोध्ने हो भने मानिसलाई 20 वर्षपछि पनि जमिन चाहिन्छ कि चाहिँदैन? उत्तर स्पष्ट छ, चाहिन्छ। किनकि आजको सबैभन्दा ठुलो बहस सुन कि जग्गा भन्ने होइन। प्रश्न त यो हो, भविष्यले कुन सम्पत्तिलाई बढी खोज्छ? अहिले बजारमा धेरै नै उतार चढाव छ। केही समय अघि सुनको मूल्य लगातार बढ्दा धेरैले भने त्यति बेला सुन नकिनेर गल्ती नै गरियो। तर आज अवस्था अलिक फरक छ। मूल्य घटबढ भइरहेका कारण कतिपयले उच्च मूल्यमा सुन किनेर पनि सोच्न थालेका छन्, के निर्णय सही भयो कि भएन। उता जग्गाको बजार पनि पहिले जस्तो छैन। कतै कारोबार सुस्त छ, कतै राम्रो लोकेसनको जग्गा पनि अझै खोजीमै छ। त्यसैले आजको प्रश्न सुन कि जग्गा भन्ने होइन। प्रश्न हो 20 वर्षपछि पनि कुन सम्पत्तिको आवश्यकता रहिरहन्छ। एकछिन सोचौं, भोलि एआई जति विकसित भए पनि, टेक्नोलोजी जति अगाडि बढे पनि मानिसलाई बस्न घर चाहिन्छ, व्यवसाय गर्न ठाउँ चाहिन्छ, विद्यालय, अस्पताल, उद्योग, होटल, कार्यालय बनाउन जमिन नै चाहिन्छ। यो केवल उखान होइन, जीवनको एउटा आधारभूत सत्य नै हो। त्यसैले भविष्यमा पनि राम्रो लोकेसनको जग्गाको आवश्यकता समाप्त हुने सम्भावना एकदमै कम देखिन्छ। अब सुनको कुरा गरौँ। सुनको आफ्नै शक्ति छ। विश्वमा आर्थिक सङ्कट आउँदा, इन्फ्लेसन बढ्दा वा अनसर्टनिटी हुँदा सुनले धेरै पटक आफ्नो मूल्य जोगाएको इतिहास छ। त्यसैले सुनलाई कमजोर सम्पत्ति पनि भन्न मिल्दैन। डिजिटल एराको कुरा गरौँ। कोही भन्छन् अहिले डिजिटल युग हो, किन पुरानो जग्गामा पैसा थुपार्ने? तर म भन्छु डिजिटल एसेट त कागज र स्क्रिनमा मात्रै हुन्छ, जुन आज छ भोलि नहुन सक्छ। तर जग्गा भनेको माटो हो, जसलाई न कसैले ह्याक गर्न सक्छ, न त कुनै सर्भर डाउन हुँदा गायब हुन्छ। अहिलेको फ्लक्चुएसन त बजारको स्वभाव हो, तर लामो समयसम्म हेर्ने हो भने जग्गाको फिजिकल प्रेजेन्सले नै आफ्नो पहिचान दिलाउँछ। म सबैलाई एउटै सल्लाह दिन्छु, अहिले ब्याङ्कको ब्याजले त्रसित नभई आफ्नो क्यास फ्लो मिलाएर राम्रो लोकेसनमा जग्गा थप्नुहोस्। ब्रोकरले भन्दै होलान् बजार सिलायो, तर म भन्छु बजार सिलाएको बेला नै खरिद गर्ने बेला हो। पैसा कमाउनेले बजार चलेको बेला होइन, बजार चल्न नसकेको बेला किन्छ। निर्णय तपाईको हो। अब तपाईको विचार के छ? कमेन्ट गरेर आफ्नो धारणा अवश्य लेख्नुहोस्। थ्याङ्क्स फर वाचिङ। स्टे कनेक्टेड।